चिउरा केलाउँदैछु। चिउरा हामी खाजाको लागि प्रयोग गर्छौँ। चिउरा खाजा खानको लागि चिउरा केलाउँदैछु। यसरी चालेपछि यहाँको फोहोरहरू तल झर्छ। सफा चिउरा राम्रो मात्रै माथि माथि आउँछ। हजुरहरू पनि खान आउनु होला। है गाइज, मैले चिउरा खाजाको लागि तयार हुँदैछ। चिउरा केलाउँदैछु। चिउरा केलाउँदैछु मैले। चिउरा हामी खाजाको लागि खाजा खानको लागि चिउरा केलाउँदैछु। चिउरा यसरी केलाउँदा सबै भएको फोहोर जति भुइँमा नाङ्लामा झर्छ। यहाँ केलाएर तयार गरेको छु। यता सुकाएको छु। अब सुकाएर उठाएर राखेपछि खानाको लागि राम्रो हुन्छ। हेरिदिनु होला भिडियो, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, भ्यू बढाइदिनु होला। हजुरहरूलाई पनि सहयोग गर्छु। ल है साथी हो।